नेपाल राष्ट्र बैंकले विक्रम सम्वत 2059 सन् 2002मा पहिलो पटक 10 रुपियाँ दरको 5 करोड थान पोलिमर नोट बजारमा ल्याएको थियो। तात्कालीन समयमा राजा ज्ञानेन्द्र शाहको गद्दी आरोहणको अवसर पारेर असोज 14 गते यो नोट जारी गरिएको थियो। यसमा पारदर्शी प्लास्टिकको एउटा सानो झ्याल थियो जसमा राजाको श्रीपेच अंकित थियो। विक्रम सम्वत 2062 को नियमित संस्करणमा गद्दी आरोहणको सन्दर्भ हटाएर राष्ट्र बैंकले दोस्रो पटक 10 रुपियाँको पोलिमर नोट बजारमा पठाएको थियो। कागजी नोटभन्दा टिकाउ र सफा हुने दावी गरिए पनि नेपाली बजारमा यो नोट पूर्ण रूपमा असफल भयो। नोट प्रयोग गर्दै जाँदा यसको रङ र छाप निकै चाँडो मेटिएर सादा प्लास्टिक जस्तो देखिन थाल्यो। रङ उड्ने र भाँचिने भएपछि सर्वसाधारण, पसले र बैंकहरूले समेत यो नोट लिन छाडे। विभिन्न प्राविधिक समस्या र भ्रष्टाचार काण्डका कारण यो प्रयोग असफल भयो र यसको छपाई सधैँका लागि बन्द गरियो। पोलिमर नोट पूर्ण रूपमा असफल हुनुमा यसको गुणस्तर मात्र कारण थिएन। यो नोट छपाईको क्रममा अस्ट्रेलियाको नोट प्रिन्टिङ अस्ट्रेलियासँग 5 करोड थान नोट छाप्न गरिएको सम्झौतामा भएको ठूलो आर्थिक भ्रष्टाचारको आरोप थियो। अस्ट्रेलियाको संघीय प्रहरी र नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले ठेक्का पाउनका लागि नेपाली अधिकारीहरू र एजेन्टहरूलाई मोटो रकम कमिसन बुझाएको भन्दै उनीहरू विरुद्ध 2075 पुसमा 91 लाख रुपैयाँ बिगो माग दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यस काण्डमा नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावल सहित अन्य उच्च अधिकारीहरूमाथि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा समेत चल्यो। तर लामो कानुनी उतार चढाव र नोट छापिएको करिब 16 वर्षपछि यस मुद्दामा अन्ततः विशेष अदालतले तीनैजना आरोपीलाई सफाई दियो। हाल यो 10 रुपियाँको प्लास्टिकको नोट बजारमा चल्तीमा छैन। यो केवल पुराना सिक्का र नोट सङ्कलन गर्नेहरूका लागि एउटा ऐतिहासिक सामग्री मात्र बनेको छ। यस्तै जानकारीमूलक सामग्रीको लागि बैंकिङ ज्ञानलाई फलो र सब्स्क्राइब गर्नुहोला।